हेलो नमस्ते जुजलपा सबैजनालाई मेरो युट्युब च्यानल सोल प्रिन्समा स्वागत छ। म आजको भिडियो बनाउने क्रममा तपाईहरुको सामु प्रस्तुत गर्न गइरहेको छु बुइना गणेश। ऐतिहासिक र धार्मिक महत्त्व बोकेको देवता हुन्। बुइना गणेश पाटन ललितपुरको ऐतिहासिक टंगलटोलमा अवस्थित एक अत्यन्तै दुर्लभ र प्राचीन गणेश देवताको स्वरूप हो। बुइना शब्दले बोकिएको अवस्था जनाउँछ। यस मन्दिरमा भैरव देवताले गणेश देवतालाई आफ्नो काँधमा बोकेको अद्वितीय मूर्ति स्थापना गरिएको छ। यही विशिष्ट स्वरूपका कारण यस गणेशलाई बुइना गणेश भनिएको हो। इतिहासकार र स्थानीय परम्परा अनुसार बुइना गणेशको स्थापना मध्यकालीन लिच्छवी मल्लकालीन धार्मिक परम्परासँग सम्बन्धित मानिन्छ। पाटन सहर तान्त्रिक साधना, भैरव पूजा र गणेश उपासनाको केन्द्रका रूपमा प्रसिद्ध रहँदै आएको छ। त्यस समय भैरवलाई शक्ति रक्षाकर्ता र नगरपालका रूपमा र गणेशलाई विघ्नहर्ता र शुभ आरम्भका देवताका रूपमा पूजा गरिन्थ्यो। जनश्रुति अनुसार नगरमा महामारी, बालरोग र सामाजिक अव्यवस्था बढेपछि भैरवले गणेशलाई साथ लिएर नगरको रक्षा गरेको प्रतीक स्वरूप यो मूर्ति स्थापना गरिएको मानिन्छ। यसरी भैरव र गणेशको संयुक्त स्वरूपले शक्ति र बुद्धि, उग्रता र करुणाको सन्तुलन दर्शाउँछ। नेपालमा एकमात्र स्वरूप भैरवले गणेशलाई बोकेको यस्तो मूर्ति सहितको मन्दिर नेपालभरि एकमात्र रहेको जनविश्वास छ। यही कारण बुइना गणेश धार्मिक मात्र होइन, ऐतिहासिक र कलात्मक दृष्टिले पनि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। धार्मिक विश्वास र परम्परा अनुसार बुइना गणेशलाई विशेष गरी बालबालिकाको स्वास्थ्य र परिवारको कल्याणसँग जोडेर पूजा गरिन्छ। बालबालिका बिरामी परेमा यहाँ पूजा गर्दा छिट्टै निको हुन्छ भन्ने दृढ जनविश्वास छ। पाटनका स्थानीय बासिन्दाहरूले घरमा ठुलो भोज, विवाह, वर्तमान, जात्रा वा धार्मिक कर्म हुनुभन्दा अघि र सम्पन्न भएपछि यहाँ पूजा गर्ने परम्परा पालना गर्दै आएका छन्। ठुँ छ्याङ र भोजसँग जोडिएको विश्वास बुइना गणेशको पूजा विशेष गरी भोज सांस्कृतिकसँग पनि जोडिएको पाइन्छ। जनविश्वास अनुसार भोजका लागि बनाइने ठुँ छ्याङ रक्सी राम्रोसँग बन्न किन्वन ठिक हुन, भोज शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न हुन यहाँ पूजा गर्नु अनिवार्य जस्तै मानिन्छ। सांस्कृतिक महत्त्व बुझ्नुपर्दा बुइना गणेश पाटनको सामुदायिक जीवन, नेवार संस्कार, भोज परम्परा र धार्मिक आस्थाको केन्द्र हो। यो मन्दिर केवल पूजा गर्ने स्थान मात्र नभई पुस्ता पुस्तासम्म जीवित रहेको लोकविश्वास र सांस्कृतिक पहिचानको प्रतीक हो। अनि साथीहरू, नेवारी पहिचानलाई मेट्न दिनु हुँदैन है। नेवा छि नेवा हे जुई। हाम्रो कल्चर, हाम्रो रीतिरिवाज एकदमै अमूल्य छ। सो मेरो भिडियो पुरा हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद। नेवार संस्कृति, पाटन काठमाडौँका जात्रा, पूजा, कला, संस्कृति र जीवनका सुन्दर क्षणहरूलाई संसारमा चिनाउन म निरन्तर यात्रामा छु। यदि तपाईहरूलाई हाम्रो संस्कृति मनपर्छ भने कृपया लाइक, शेयर र सब्स्क्राइब गरिदिनु होला। तपाईहरूको समय शुभ रहोस्। धन्यवाद।